नमस्ते सबैजनालाई स्वागत छ बहुजन आवाजमा। तराई मधेस नेपालको एउटा यस्तो भूभाग हो जहाँ वातावरणसँग सम्बन्धित पनि धेरैवटा च्यालेन्जेसहरू छ। सामाजिक राजनीतिक स्थिति परिस्थिति बाहेक त्यसमध्ये एउटा विषय ध्वनि प्रदूषणलाई, नोइज पोल्युसनलाई बहुजन आवाजले प्राथमिकता दिएको छ। त्यही सन्दर्भमा मन्तव्य लिने क्रममा, विचार सङ्कलनको क्रममा सप्तरी जिल्ला राजगढ गाउँपालिका निवासी इन्जिनियर अशोक कुमार शाहसँग हामी ध्वनि प्रदूषणको विषयमा उहाँको बुझाइ, उहाँको धारणा र उहाँको भोगाई साथै उहाँ इन्जिनियरिङसँगै राजनीतिमा पनि सक्रिय भएको, गत निर्वाचनमा गाउँपालिका अध्यक्षको प्रत्याशी समेत रहनु भएकोले यदि यस्तो समस्याहरूलाई के कसरी समाधान गर्न सकिन्छ र कसरी सभ्य शान्त समाजको निर्माण गर्न सकिन्छ, मधेसलाई कसरी सभ्य र भव्य बनाउने, त्यही विषयमा उहाँसँग म आज छोटो मिठो कुरा गर्न चाहन्छु। सर नमस्कार, स्वागत छ तपाईँलाई। नमस्कार, तपाईँलाई पनि धन्यवाद। अब के अरे धेरै मैले पत्रकार या अभियन्ता साथीहरूसँग भेटे, तर ध्वनि प्रदूषणको विषयमा हुन त यो धेरै जटिल कुरा हो। बोल्ने कहिले काहीँ आवाज उठ्ने तर फेरि कन्टिन्यू नहुने, तर यो बहुजन आवाज कन्टिन्यू आफ्नो आवाज उठाइरहेछ। त्यसप्रति हामी बहुजन आवाजप्रति हामी आभारी छौँ। सर्वप्रथम यो ध्वनि प्रदूषण हो के होइन, हामी चाहिँ अब नर्मल आवाज जुन सुनिन्छ, जस्तो कि WHO को कुराको एउटा के अरे WHO को अनुसार बुझौँ न, 80 dB भन्दा माथिका साउन्डलाई चाहिँ स्वास्थ्यको दृष्टिकोणले नराम्रो मानिन्छ। र हाम्रो भाषामा, मैथिली भाषामा यति बुझौँ कि झर्की लाग्ने आवाजलाई चाहिँ ध्वनि प्रदूषणै मानिन्छ। अब मैले हामी आफै भोगे भन्दाखेरि हामी पनि बच्चामा पढ्ने बेलामा कहिलेकाहीँ अर्जाम भागमत नन स्टप भइदिने होइन, कहिले बिहेको साउन्ड परीक्षा भोलि अब चाहिँ इक्जाम छ, आज रातिमा बिहे भइदिने लगायत धेरै कुराहरू चाहिँ भोगेको छौँ होइन। अब हाम्रो समाजले यो बुझ्दैन कि हामी त पहिला चाहिँ प्रायः जसो के अरे सरकारी स्कुलमा पढ्ने गर्थ्यौँ होइन। सरकारी स्कुलमा एउटा रुटिन फिक्स हुन्थ्यो कि यो इक्जाम चलिरहेछ भने, तर समाजले त्यो कहिले विचार गरेन कि यो वास्तवमा अहिले इक्जाम चलिरहेछ, यो हामी अब अर्जाम भागवत लगायत अन्य धार्मिक तथा सामाजिक कार्य अलि डिले गरौँ या कम साउन्डमा गरौँ, त्यो विचार गरिदिएन। हामी पनि पढ्ने बेलामा एकदमै भोगित थिए र छौँ पनि। धार्मिक विरोधी होइन, हामी सामाजिक विरोधी होइन, तर जे हामीले भोगेका छौँ त्यो बोलिरहेछौँ कि समाजले मध्यमार्गी कुनै उपाय विद्यार्थीहरूको लागि पनि सोचिदिनुपर्छ। त्यति मात्रै होइन, हामी एउटा सुनेको थिएँ पढ्ने बेलामा नै कि एकजना बुढो बाटोमा हिँड्दा हिँड्दै बेलुका मर्यो अरे होइन। मर्यो भने त किन मर्यो भनेर पछि कुरा सुन्दै जाँदा होइन, चाहिँ त्यो साउन्डमा बिहेको चाहिँ डिजे बजिरहेको थियो, अनि हर्टबिट बढ्यो अरे, धड्कन बढ्यो, अनि मर्यो। त्यस्तो अवस्था, मतलब भन्नुको मतलब यो दीर्घरोगी बच्चा, 2 वर्षसम्मको बच्चा लगायत दम, डिप्रेसन लगायत कुराहरूको विश्वासको दृष्टिकोणले पनि एकदम खतरनाक कुरा छन् होइन। हामी सामान्य कुरा यसलाई बुझिरहेछौँ, तर यो धेरै जटिल र सिरियस कुरा हो। आजभोलि हाम्रो समाजमा म फेरि त्यही विद्यार्थी शिक्षातिरै गइरहेको छौँ होइन। आजभोलि हाम्रो समाजका प्राय हरेक जातिमा उच्च वर्ग निच वर्ग हुन्छन्। प्राय जस्तो उच्च वर्गका चाहिँ परिवारहरूले के अरे राज्य बजार के अरे हाम्रो बजारी एरियामा पढाउँछन्, तर अझै पनि हाम्रो सरकारी स्कुलमा शिक्षक सेवाबाट आएका धेरै राम्रा शिक्षक छन्, तर त्यहाँ पढाइका गुणस्तर नबढ्नुको एउटै कारण छ, अभिभावकहरू सिरियस छैनन्। अभिभावकहरू सिरियस भइदिए भने, जस्तो कि प्राय ट्युसनको बेला, स्कुलको बेला, इक्जामको बेला, बिहानको बेला, बेलुकाको बेला, अब त्यस्तो ध्वनि प्रदूषण भइहुँदा हाम्रो समाजले नै त्यसलाई कसरी नियन्त्रण गर्ने वैकल्पिक उपायतिर सोच दिनुपर्ने कुरा हुन्छ। मेरो चाहिँ यसमा के छ त्यति। अब एउटा अझ कुरा म तपाईँले जोड्न चाहन्छु कि यही बिचमा एउटा न्युजमा नै सुनेको थिएँ होइन
कि धनुषामा एउटा बिहेमा के चाहिँ डिजे वालासँग झगडा भयो, डिजे वालालाई अब निवेदन पर्यो, थुनामा गयो, थुनामा हुँदा हुँदै त्यसको चाहिँ के अरे आमाको डेथ भयो। विभिन्न कारण होला, तर एउटा यो कारण पनि बुझ्दा पनि हुन्छ। त्यही भएर यो सामाजिक रूपले, स्वास्थ्य दृष्टिकोणले, शिक्षाको दृष्टिकोणले ध्वनि प्रदूषण नियन्त्रण नभइकन यो चाहिँ भोलिका दिनमा एउटा जटिल समस्या बन्छ र यो हाम्रो समाजमा प्रत्यक्ष चाहिँ असर पार्छ। त्यति मात्रै होइन कि हामी छिमेकी जिल्ला आफ्नो उदयपुर नै हेरौँ न, त्यहाँ पनि अब चाहिँ तपाईँको के अरे बिहे हुन्छ, धर्म कर्मका काम हुन्छ, सबै जात धर्मका मान्छेहरू छन्, त्यहाँ पनि अब के छ, तर विद्यार्थीको बच्चा वृद्धहरूको लागि त्यस्तो कहिले तपाईँ कम्प्लेन सुन्नुहुन्न। तर हाम्रो प्रहरी चौकीहरूमा, हाम्रो चाहिँ सिडिओ कार्यालयहरूमा यस्तो निवेदनहरू आइरहेको छन् होइन। हामी पनि अब समान हाम्रो चाहिँ अहिले संरचना हेर्ने भने हाम्रो गाउँपालिका लेभलका संरचना एकदम स्ट्यान्डर्ड नजरतिर गइरहेछ, गाउँका मान्छेहरू पनि स्ट्यान्डर्ड लाइफतिर गइरहेछ, डेभलपमेन्टहरू भइरहेछ होइन। अब धेरै ठाउँमा अलिक तलमाथि होला, तर समग्रमा हेर्यो भने अब विकासतिर उन्मुख भइरहेछ। त्यसको लागि हामीले पनि अलिक ती शब्दमा चाहियो, हामीले पनि शान्ति चाहियो। त्यही भएर सबै काम गरौँ, धर्म पनि गरौँ, बिहे पनि गरौँ, तर त्यसको वैकल्पिक वे एउटा विद्यार्थीहरूलाई र स्वास्थ्य दृष्टि, शिक्षा र स्वास्थ्यको वैकल्पिक उपायतिर सोचेर अगाडि बढ्दाखेरि सबैलाई, समाजलाई, आगामी पुस्तालाई र यो हामीलाई बुझाउन एउटा चाहिँ लाभदायी कुरा हुनेछ र फ्रुटफुलको कुरा हो। त्यही भएर यो आवाज उठाइदिनु भएका बहुजन आवाज समाजलाई धेरै धेरै धन्यवाद छ र यसमा हामीले आम साथीभाइहरूलाई, आम सुनिराख्नु भएको सम्पूर्णलाई आफ्नो ठाउँबाट यो आवाजलाई उठाइदिनुहोस्। यो आवाजले चाहिँ लाइक सेयर गरेर होस् या आर्थिक सहयोग गरेर होस् या भिडियो बनाएर उहाँलाई पठाएर होस् या यो कुरा जनजनमा पुगाउनु होला कि हामी पनि विद्यार्थी हुँदा धेरै तकलिफ सहेर अगाडि आएछौँ, अब हामी चाहिँ इन्जिनियर बन्न पायौँ होइन। तर आगामी पुस्ताले अझ सहज बनाइदिउँ न हामी। हुन त अब विद्यार्थीहरू आजभर धेरै स्ट्यान्डर्ड भइसकेका छन् होइन, तर पनि हामी चाहिँ वातावरण बनाइदिउँ न। त्यति भन्दै दुई शब्द गर्छु। धन्यवाद।